गाइस देख्नु हुनुहुन्छ तपाईहरुले हाम्रो आजको बिहे डिमापुरबाट जन्तिएर आइपुग्यो। यसरी बेहुलाहरुको गाडीहरु होला यो बेहुलाको गाडी अहिले आइपुग्दैछ। अघि आएको जन्तीको गाडी हो। यसरी बेहुलाको गाडी यसरी आयो है। अब यहाँ हामीहरुको रीति नियमहरु जो छ हामीहरुको जो भात खौरे हेरो निक्लेको पछि वहाँ गएर आदेश लिएर आउँछ। त्यसको बादमा यहाँबाट बेहुला गाडी जन्ती गाडीहरु पास हुन्छ। यो यहाँबाट स्टप भइराको छ। अब भात खौरेहरु अगाडि निक्लिन्छ। आप लोग देख सकते हैं हम लोग का जो नेपाली लोग का जो शादी होता है ऐसा माफी अभी यहाँ से जो दूल्हा का गाड़ी है इधर ही स्टॉप हो गया। अभी हम लोग का एक नियम होता है और नियम करने के बाद में जा करके आदेश लेकर आएगा। उनका बाद में अंदर आएगा ये लोग जा सकेगा अभी, इसलिए अभी इधर रुका कर रखा हुआ है। आप लोग देखते रहिए, आगे आप लोग काम दिखा रहा हूँ। यो अब हामीहरुको भात खौरे पार्टी निक्लिँदैछ। हाम्रो भेनाहरु परेको छ भात खौरेमा। हजुरहरुले हेर्दै गर्नु होला। आजको बिहेको घर यहाँ हो। हेर्नुहोस् यसो गरेर पाहुनाहरु एसी को हावा लिँदै बसेको छ यहाँनेरि। यसो गरेर एयर कन्डिसन यहाँनेर अब भात खौरे मान्छेलाई पर्खिँदैछौँ। यसो गरेर हाम्रो भात खौरे पार्टीहरु आउँदैछ अहिले। अब तपाईहरुले हेर्नु हुनुहुन्छ यहाँ हाम्रो भात खौरे पार्टीहरु आइपुगिसक्यो। यो नियम नीति गरेको बादमा बेहुलालाई लिएर आउनु बेहुला आउनुलाई अनुमति पाउँछ। यो फर्स्ट नियम हो। अब यहाँ हाम्रो आफ्नो भाषा जो मगरको रीति नीति नियम छ त्यो अब यहाँ हाम्रो भेनाबाट सुरु हुन्छ। यो नियम हो। बेहुलीको बाउले त्यसरी बेहुलीको आमा कोही झोले पार्टीहरुलाई स्वागत गर्नु घोडाहरु लिएर आऊ। यसो नौगेरीका मालाहरु ढाका टोपी यो हाम्रो ढाका टोपी। यहाँ घोडा छ, यी घोडा रेडी भएर आएको छ। यो घोडामा चाहिँ बेहुला उठाएर लिएर आउँछौँ हामीहरूले। ए हेर्नुहोस् घोडा पनि कस्तो कडा चाहिँ कुदेको हेर न। ए घोडाको मुख हेर्नुहोस्। ए चेस्मा लगाउने घोडा छ। पुरा दुम्सीको काँडो जतिको उम्रेको छ। हेर्नुहोस् ए त्यसरी स्वागत गर्छौँ हामीहरू। ऊ चाँदीको माला आउँदैछ। ऊ 9 तोलाको अरे 9 गेडी ऊ यता आउँदैछ फेरि। हाम्रो भेनालाई चाहिँ चल्दैन रहेछ। यो हामीहरूको भात खौरे हामीहरूको नियममा टोपी चाहिँ यस्तो राम्रो टोपी पाएको बेलामा त्यो चेस्मा हेर्नुहोस् जवान मान्छेलाई यसो चेस्मा लगाइदिन्छ। ए बेग हेर्नु क्या दामी। ए कुण्डल हेर्नुहोस्। हेर्नुहोस् है हामीको
यसमारी यस्तो ब्रिटिस बनाएको पाइलटहरू लो कानको कुण्डल कता छ अरू सिगरेट ल्याइदिएर त चेप्टो सुन वहाँनिर मादल खोइ मादल सिगरेट खोइ फेरि सिगरेट अब कति छ पैसा त्यो परेर यहाँ नाङ्लोमा धुबा दाम दक्षिणा दिनु पर्यो नि त आजकल त अनलाइन सिस्टम नाङ्लोमा क्युआर कोड टाँसिदेऊ है के लायो ल चेप्टे सुनको रिङ अलिकति पेक्का भएछ के खुब जम्मा गरेछौ बोलेको छ बोटन्डी गाउँको उड्ने घरा हैन त्यसमा त लगाएर जानुपर्छ बेहुलालाई होइन लगाएर जाने भनेको के यसको लगन खोइ बिहाको त लगन छ घोडाको लगनै छैन कुदिदियो भने त बर्बाद छ नि त यसो गरेर नियम खतम भइसक्यो अरू बेला हो भने चाहिँ अलिक अलग्गै हुन्थ्यो शरबत खानलाई शरबत सेन्टरनको दोकानमा सेन्टरन गरेर अब गएर भान्से पार्टीलाई गएर निम्तो दिनुलाई अब जो भात खाउरेको नियम हो यो अब भान्से पार्टीको लागि आउँदैछ हामीहरू यसो गरेर हामीहरूको भात खाउरेहरूले चौकामा अब यो आदेश लिनुलाई यो त अब बेलुका यसो गरेर हामीहरूको साला ऊ बेग गिराउ बेग गिराउ त मामा पार्टी मासुहरू यता बनाइरहेछ यसो गरेर उता त मिरामिस यहाँ मिरामिस पार्टीहरूलाई पनि अब अनुमति लिनु लागेको छ यसो गरेर अब हामीहरूको भान्सेको पार्टीहरूको साइडबाट खतम भयो अब बेहुला लिएर आउनु अनुमति पायो अब बेहुलालाई लिएर आउनु निकाल्दैछौँ हामीले घरबाट बेहुलाको लागि नियम गर्नुलाई आस्ते आस्ते अब आस्ते आस्ते
हुन्छ छाता बढ्यो गर्नु हजुर घुर्नुपर्छ होइन घुर न घुर राउन्ड गर राउन्ड गर गन्ती गर है यो दुई यस्तो रे नियम हो हात समातेर ले अब हात समातेर ले साइड देऊ है पछाडि
गोड धुवा अब सुरु हुन्छ। हेलो पहले भिजाएर निकालो। आप लोग देख सकते हैं हम लोग का जो नेपाली का जो नियम है ये है, जो पापा मम्मी ने जो हम लोग गोड़ धुआ बोलता है, जो उसका गोड़ हाथ धुला करके हम लोग उसको स्वागत करता है। ऐसा करके आप लोग को दिखा रहा हूँ, आप लोग देख के। एउटा तख्ता लगाइदिनु पर्थ्यो। दुईटा खुट्टा लगाऊ न, दुईटा खुट्टा देऊ। लम्पिन सुर्काऊ माथि अब त्यो राखिदेऊ। दिदीले हाल्दा पानी, दादाले खुट्टा धुलाउँछ, मुखमा हाल्छ। मुखमा अलिअलि छाउने हो अब नि। त्यो 3 बार गर, 3 बार। लो लो भयो। अब हात यस्तो गर्नु। पानी हाल्दै गर्दैन, अझै हाल्दै दिदी हातमा पानी। तीन बार गर्नु है। सुरुप सुरुप गरेर खाने। हात 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 सर्दै, हात सर्दै, हात यसो गर। हात धुलाउने। अब टिका डाल्नु। तर्केर बसेपछि डिस्टेन्स ज्वाइँलाई फर्स्ट। ज्वाइँको चेस्मा झिक्दा हुन्छ। चेस्मा झिक्रा टोपीवाले माथि गरिदिनु, चेस्मा खोल्दिनु। ज्वाइँको चेस्मा खोल्दिनु। हुन्न हुन्न हुन्न, एउटा यो। अब त्यही लगान, त्यही लगान, त्यही लगान छोरीलाई। हुन्न हौ, तँ अलिक भरि लगाइदेऊ न त। अब सबैले लाउँदा लाउँदा निधारे भरि ज्वाइँको होइन, छोरीको मात्रै। त्यो अलिक उता जाऊ है। ज्वाइँ त तिम्रो डाइरेक्ट टिका मात्रै लगाइदे, अब गोडा धुनु पर्दैन। बसेर हान्ने दिदी। ज्वाइँलाई लगाउनु पर्छ। ज्वाइँलाई पहिला आमाकै फेला झर्नु बेला। हुन्छ हुन्छ हुन्छ। आमा बाउले झुलाए तिर्खा लागेको छ नि, यो मौका है पानी खाने। हेलो गाइस, आज का जो वीडियो है इधर हम समाप्त करना चाहता हूँ, और आप लोग देख करके लाइक सब्सक्राइब शेयर कर दीजिए। और फिर पार्ट 2 आने वाला है, ऐसा करके बहुत है वीडियो, इसलिए हम शॉर्ट में बनाया है। आप लोग देख करके मज़ा लीजिए। थैंक यू।